हेर्नुहोस् होला इस्कुस फलेको लामो खालके वाउ सक्नुहुन्छ ऊ त्यहाँ डल्लै मचान्छ। हेलो गाइज र फेरि पनि गुड मर्निङ एन्ड स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ भ्लगमा। र फाइनली मेरो मेहनतको कामको चाहिँ फल फल्ने आँटेको छ होइन। त्यो चाहिँ के भन्दा चाहिँ मैले इस्कुसको मचान बनाएर इस्कुस मजाले रोपेको थियो हो। अन्त यहाँ हेर्नु सक्नुहुन्छ अहिले चाहिँ इस्कुसको बोट यत्रो भएको छ र कति फलेको छ देखाउने आँटेको छु र टिप्ने पनि आँटेको छु हो। यहाँ लिएर राख्छु बकेट हो र हेर्दै जानुहोस् होला। अब चाहिँ हाम्रो इस्कुस बारी आमा पनि आउनु भएको छ हो। आमाले इस्कुस टिप्नुहुन्छ म देखाउँछु तपाईँलाई ल। हाई गाइस, इस्कुस टिपेर बजार बेच्नु लानु पर्यो। हेर्नुहोस् होला इस्कुस चाहिँ यो खालके हो। हेर्नुहोस् होला इस्कुस फलेको लामो खालके ल टिप्नु। फेददेखिकै फलेको छ हेर्नु है। 1 2 अलिक ठुल्ठुलो चाहिँ टिप्ने। स्टार्टिङ भयो। वाउ क्या मजाको फलेको छ हेर्नु है। त्यो बढोस् न, त्यो अर्को पालि ठुलो हुन्छ। यहाँ पनि छ यो त एउटै ठुल कति किलोको हुन्छ। अम्बो हेर्नुहोस् होला यो अझै ठुलो भयो भने अझै ठुलो हुन्छ कि। तर टिपेको लोथर्के आइहाल्छ एट्याक गर्नु। यहाँ झाडिरहेको रहेछ। यहाँ पनि छ। यहाँ पनि फलिरहेको छ। अन्त यहाँ पनि छ। यहाँ बोट हुँदैछ। यो डल्लै मैले मचान बनाएको। कता छ यहाँ? यहाँ मैले चाहिँ भेट्ने रहेछ। यो त अलिक सानै रहेछ, टिपिहालेँ। र हेर्नुहोस् होला हरियो पनि फल्दैछ ऊ माथि। खोइ यो चाहिँ हरियोमा हो। फल्नु थाल्यो हरियो पनि। अन्त यहाँनिर हेर्नुहोस् होला यहाँ पनि छ। र मैले यो चाहिँ यहाँ पनि बनाएको छु हो। मचान बनाएको छु। यहाँ भर्खर ठुलो हुँदैछ। मैले यो चाहिँ बनाएको चाहिँ 1 महिना चाहिँ कम्प्लिट भयो हो। यो चाहिँ हिजो बनाएको, तर यिनीहरू बनाएको चाहिँ निकै भयो। अन्त ऊ तल पनि देख्नु सक्नुहुन्छ डल्लै बनाएको छु ट्याङटुङ। यहाँदेखिको तलसम्म हो। डगी पनि आउँदैछ। पप्पी त्यहाँनिर छ, भित्र लुकिरहेको छ। र अब जाउँ होला उता तल पनि जाने। यहाँ तल अझै यति नै टिप्ने। हेर्नुहोस् होला इस्कुसको बोट त्यहाँ पनि फलिरहेको छ। यहाँनिर चिचिलाहरू पुरा लागिरहेको छ। अस्ति पनि हामीले बेच्यो नि है 8 केजी। यतिको छ इस्कुस। यहाँ काँक्रा पनि फल्दैछ इस्कुसकै मचानमा। ऊ तल पनि देख्न सक्नुहुन्छ। ऊ त्यहाँ डल्लै मचान छ। अब अलिक पछाडि यहाँनिर पनि गइहाल्छ बोट। जाँदैछ यहाँनिर पनि हो। यो पनि डल्लै बनाएको मैले। यहाँ पनि बनाएको छु। त्यहाँनिर पनि हुँदैछ। यहाँ चाहिँ घाडी भइसकेको छ। र यता पनि छ इस्कुसको मचान। यहाँ पनि बनाएको मैले। यो त तपाईँहरूले अस्ति नै भ्लगमा पनि देख्नु भएको होला। मैले बनाउँदै गरेको र अहिले चाहिँ यतिको भइसकेको छ हो। र यहाँ पनि फल चाहिँ फल्नु स्टार्ट भइसकेको छ। हेर्नुहोस् होला यहाँ पनि फलेको छ हो। यहाँ सानोहरूको इस्कुस यत्रो गरेको छ। यहाँ पनि सानो भक्कु फल्दैछ। यहाँ पनि छ। अन्त यहाँ हेर्नुहोस् होला
यहाँतिर पनि फलेछ है। अब यो चाहिँ छिट्टो बढिहाल्छ, ठुलो हुन्छ। हेर्नुहोस् होला, यहाँ पनि छ। र होइन, मेहनतको फल चाहिँ फल्नु थाल्दैछ हो। हेर्नुहोस् होला, यहाँनिर पनि फलिरहेको छ मेहनतको फल। र तपाईँहरूलाई आजको भिडियो कस्तो लाग्यो प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् होला। र सी यु इन नेक्स्ट ब्लग। टिल देन टेक केयर एन्ड बाई। र हामीले चाहिँ आज चाहिँ यति इस्कुस टिप्यो, हेर्नुहोस् होला।